अनुदान दिने काम पनि प्रारम्भ गरेका छौँ। आज 4 जनाले लिनुभयो, यो सांकेतिक हो। यसको माने 4 ले मात्रै पाउने भन्ने होइन। यसरी नै जति पनि लाभग्राही छनौट भएर आउनुहुन्छ सबैले पाउनुहुन्छ। त पहिलो किस्ता पाइसकेपछि पहिलो किस्ता बराबरको जुन काम गर्नुपर्ने हो त्यो काम गरेर पनि स्थानीय तहले त्यसको जानकारी दिनु पर्यो। यो काम भयो, पहिलो किस्ताको काम भयो, अब अर्को दिनु पर्यो भनेर सिफारिस गर्नु पर्यो, अनि अर्को किस्ता जान्छ। अर्को किस्ताको काम पछि सिफारिस गर्यो, त्यसपछि अन्तिम किस्ता जान्छ। त मेरो आग्रह के हो त भन्दा अहिले हामीले जुन अभियानकै रूपमा पुनर्निर्माण र पुनर्स्थापनाको कामलाई प्रारम्भ गरेका छौँ, यसको सबैभन्दा आधारभूत जिम्मेवारी, कार्यान्वयनको जिम्मेवारी स्थानीय सरकारको महत्त्वपूर्ण जिम्मेवारी भएको हुनाले आज अत्यन्त राम्रो भएको छ। स्थानीय अछामका स्थानीय सरकारका प्राय प्रमुखज्यूहरू हुनुहुन्छ। अहिलेको स्थानीय सरकार त आफै पनि अत्यन्त महत्त्वपूर्ण, संविधानले अत्यन्त ज्यादा जिम्मेवारी दिएको स्थानीय सरकार हो। तपाईहरूले त्यसरी काम गरिदिनु होला भन्ने मेरो एउटा आग्रह छ। अर्को आग्रह, प्रमुख जिल्ला अधिकारीजीहरू पनि 3 जना यहाँ उपस्थित हुनुहुन्छ, त्यो पनि राम्रो भएको छ। आज कुनै पनि पालिकाबाट लाभग्राही छनौट भएर आइसकेपछि ढिलो नगरिकन रकम उपलब्ध गराइदिनु होला। यो प्रमुख जिल्ला अधिकारीजीहरूलाई मेरो प्रश्न मैले भने दिनु होला। र त्यसका लागि आवश्यक बजेटको व्यवस्था केन्द्र सरकारले गर्छ। हाम्रो तिनटैका जिम्मेवारी बाँडफाँड भयो। यही आवश्यक कानुन, नीति, मापदण्ड बनाउने र बजेटको व्यवस्थापन गर्ने जिम्मा केन्द्र सरकारको हो। प्रदेश सरकारको पनि त्यसमा भूमिका छ। म प्रदेश सरकारलाई पनि आग्रह गर्न चाहन्छु, केन्द्र सरकार र प्रदेश सरकारले त्यो व्यवस्थाहरू गर्छ र यसको कार्यान्वयनको व्यवस्थापन गर्ने जिल्ला स्तरीय विपद व्यवस्थापन समिति, प्रमुख जिल्ला अधिकारीजी र स्थानीय सरकारका प्रमुखजीहरूले यसको कार्यान्वयनको जिम्मा लिदिनु होला र यो द्रुत गतिले अगाडि बढ्छ। म यति आग्रह गर्न चाहन्छु। अरू धेरै कुरा यसको बारेमा अत्यन्त मेहनत पनि गर्नुभएको छ। प्राधिकरणको प्रमुख डाक्टर भीष्म भुषालजी यहाँ आउनु भएको छ। यो बिचमा उहाँले निकै मेहनत गर्नुभयो। ढिलो जरुर भयो, ढिलो भइसकेको छ, किनभने यहाँ त फेरि पनि हामी आज पहिलो किस्ता दियौँ स्थायी आवास निर्माणका लागि 50,000 रुपियाँ 4 जनालाई दिएर प्रारम्भ गऱ्यौँ। हिजो छाडी अस्ति मैले डडेलधुरामा पनि यसरी